नमस्ते साथी जोरले फेरि पनि स्वागत छ हजुरलाई आजको मेरो नयाँ भ्लगमा। अहिले चाहिँ म उठेर पनि मुखसुख धुइवरी पनि बसिरहेको छु। आज चाहिँ हाम्रो खाजा चाहिँ बन्दैछ चाउमिन अनि मैले चाहिँ बनाउनु आँटेको छु चटनी, किनकि पिरो चटनी बिना त छाउ त अधुरो रहन्छ नि त साथीहरु। यहाँ चाहिँ दिदीले चाउमिन बनाउँदैछ, भित्र सबै ठन्डाले कोक्रिसकेको रहेछ कि आगो ताप्दै बनाउँदैछ। मेरो चटनी पनि भइसक्यो। यहाँ चाहिँ छ 2टा टमाटर, अरु खोर्सानी, अदुवा, लसुन भइसकेको छ मेरो चटनी चाहिँ। यहाँ चाहिँ मम्मीले बोतलमा खोर्सानी हाल्दै हुनुहुँदो रहेछ कि साथीहरु। हजुरले मन पर्छ कि मन पर्दैन बोतलको खोर्सानी? यहाँ हेरिदिनु पर्यो अरे साथीहरु, कति घन्टा राख्नु पर्ने अरे। कालो मेन्डी बाबाको चाहिँ सेत्दै छ नि त त्यो। अहिले चाहिँ तिल झार्नुको लागि जाँदैछु साथीहरु म। अरू चाहिँ गइसक्यो अगाडि नै, अहिले चाहिँ म एक्लै जान्छु एक्लै। अब जाने तिल झार्ने आउने। पानी बोकेको छु मैले 1 बोतल। अब सधैँ आउँछ डेली ब्लग हेर्नुहरूलाई स्किप नगरी। तिलबारी पनि आइसक्यो साथीहरु। अरू चाहिँ उहाँ छ तिल झारेर राख्ने जग्गा बनाउँदै हुनुहुन्छ, तिल झार्ने जग्गा बनाउँदै हुनुहुन्छ। अहिले चाहिँ भेनाहरू म पनि आइपुगेँ। ए हामीहरूको तिल यो साथीहरु। तिल झार्ने भन्दै हुनुहुन्छ गाई गोरु लिएर। यहाँनिर चाहिँ तिल झार्ने बनाउँदै हुनुहुन्छ भेनाहरूले। घाम चाहिँ फेरि त्यही खालको छ। अहिले सबैले तिल बोक्दैछ, बाबाले बोक्दैछ, दिदी अर्को दिदी 2टा भेना र मम्मीले चाहिँ तिल झार्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ तिल बोक्ने कार्यक्रम गर्दैछ साथी। यताको चाहिँ असरिसकेको, अब यो साइडमा छ अलिकति, यता चाहिँ सबै ससारिसकेको। हामीले यहाँ चाहिँ झार्दै हुनुहुन्छ 3जनाले, 4जनाले चाहिँ ओसारेको। अब धेरै छैन साथीहरु, अलिकति छ झारिसक्नेहरू केलाउनुहुन्छ होला। त्यो केलाइवरी सबै निखाने वरी घरतिर लिएर जाने हो साथीहरु। अब चाहिँ तर बेसी छैन। अहिले चाहिँ हामी एकछिन पानी खान पानी खानु आएको। यिनी चाहिँ यहाँ टोलिरहेछ। भेनाले के भन्नु? फाइनली साथीहरु अहिले चाहिँ तिल बोकेर पनि खत्तम भयो। साथीहरु, तिल बोकिसक्यो। यही लास्ट हो अहिले मैले लगेको। अब अलिकति छ झार्नुको लागि। त्यहाँबाट केलाई उलाई गरेर घरतिर जाने हो। झार्दै हुनुहुन्छ अहिलेसम्म पनि। साथीहरु बोल। गरमले भुचुक्कै छ।
सर ल झार्ने काम तपाईँहरूको छिटो झारिसक्नु झारिसकिहाल्यो साथीहरू यत्रो छ मल थुप्रो गाइस अहिले चाहिँ तिल सिल केलाई उलाई गरेर चालिओली गरेर पनि भइसक्यो अब जाने हो घरमा यहाँ चाहिँ गाई गोरु बाँधेको थिए कि साथीहरू बाबाले भन्नुभएको थियो अहिले जाने हो घर हामीहरू सबै खत्तम भयो बाबा पनि हिँड्नु लाग्नु भयो तिल बोकेर अलिकति के ठिकै छ ल अहिले चाहिँ हामीहरू अब जाने साथीहरू सबैजना आउँदैछ पछाडि ल त साथीहरू अब चाहिँ भेट्नेछौँ नेक्स्ट भिडियोमा यतिखेर लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु होला यदि च्यानलमा नयाँ रहनु भएको छ भने सब्सक्राइब पनि गरिदिनु है साथीहरू र अहिले चाहिँ बाई बाई साथीहरू।